यो बाइक हो। अब यसले गर्दा चाहिँ हाम्रो हुन्छ नि छिटै जहाँसम्म साइक्लिङ भ्लग आउँछ। सो हे गाइज वेलकम टु माई न्यू भ्लग। होप सबैजना सन्चै हुन्छ होला, तर म सन्चै छैन, मलाई रुगा लाग्छ। अनि अहिले यस्तो साँझ भइसकेको छ गाइज, दामी दामी मौसम देखिसकेको छ। अनि यहाँ झेक्रो व्यवस्थापन भइरहेको, घिरा बोलाउ र लौकाको लागि, तरकारीको लागि झेक्रा ट्याक्क लाएर हाम्रो आप त अलवेज देखाउनु पर्छ गाइज। यहाँ खन्ने प्रोग्राम चल्ला मेराजु ढङ्ग नभएर बोला बोलाउँछ छ्या। ल उतै आमाले सिकाउन कमन 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 क्रा हो। फाइनल यहाँ झेक्रा मात्र भयो। यहाँ सबैको काम छ क्रा, मेरो मात्र होइन, सबैको आधी आधी काम। त्यही भएर त्यो झेक्रा मात्रै भयो होइन। नाक बुझ्यो स्या स्या पऱ्यो बुहाले मात्रै। अनि यहाँदेखि हेर्न कस्तो राम्रो देखिन्छ क्या। ओहो ए यहाँ कपडा सुकेरहेछ। ओहो यताको साइड खासै राम्रो देखिन्न, त्यही होइन। अनि छतमा किन एउटा कुरा पनि देखाउन आएको थिएँ कि मैले, यहाँ र यार यता हेर होइन। यो चाहिँ अनि अनि अरे अनि यो चाहिँ अनि यता यो चाहिँ ड्रागन फ्रुट उम्रो नि यार, ड्रागन फ्रुट उम्रो। पहिला मैले तल राखेको थिएँ नि त, थाहा थियो होला। अब मैले देखाएको थिएँ कि देखाएको थिएन थाहा होइन, तर अहिले चाहिँ माथि ल्याएर बाल्टीमा छाडिदिएको। मल पानी राम्रोसित पाहा अनि यसो टुडो निकाल्यो होइन। अब यता कताबाट निकाल्यो, यति मात्र टुडो निकाल्ने छ कि त मैले तिनवटालाई सँगै राखिदिन्छु कि त अब हुन्छ नि उता कुनामा एउटा अनि यता कुनामा एउटा एउटा गरेर राखिदिन्छु होइन। त्यही हो। अनि उहाँ आमाले घाँस काटिराख्नु भयो। अनि त्यसपछि म यहाँ हो ओहेमा क्रायर त्यहाँ आएर यार ठ्याक्क मान्छे जस्तो देखेन र, रङ्गै परेको सेम मान्छे जस्तो ओएमा। यो चाहिँ हाम्रोतिर चरा भगवानलाई युज हुन्छ यस्तो यस्तै मान्छे जस्तो कि सेम। यति मात्र नभएर कपडा लत्राङ लुत्रुङ फालेको देखियो नि आइसु, पुरै त्यही सुगा सुगा चराचरा भर्ला होइन। अनि कस्तो रङ्ग लाग्छ क्या यार यस्तो हेर्न। त्यति मात्र नभएर हाम्रो यहाँ फुलहरू छ क्या, यस्तरी बार लगाइदिएको यो इँटा हटाइदियो होइन। अनि यहाँ यो फुलहरू हो सायद बिउ छर्दै थिएँ उम्रिन लाग्यो क्या। उति त्यहाँ पढिरह मुखलुगाको साला। त्यति मात्र नभई यता पनि यतातिर पहिला इँटा थियो ढुङ्गा राखिदियो। यो फेरि आमाले कुकुरहरूलाई दिन्छ क्या, बाहिरबाट आउने कुकुरहरूलाई ढुङ्गाहरू। अनि यतातिर चाहिँ इँटाले छेक्दिएर फुलहरू लाग्छु, सफा गर्छु भन्दै नि गाइजहरू, हल्का फुल्का गरिसकेछु। नत्र प्लास्टिकहरू यताउति मात्रै छ, त्यही यता सफा गरेर ट्याक्क फुलसुल लगाइदियो। अलि राम्रो गराइदिनु भन्छ गाइज। अझै फुलको बेराहरू लाउने अरे यता चाहिँ, अझै फुलहरू ल्याएर लाउनुपर्छ। अनि यति गाइज अझै एउटा कुरा देखाउनु छ हजुरहरूलाई, एउटा मेरो खतरा चिज आइसकेको छ। अनि त्यो के कुरा हो भन्दाखेरि केटा हो त्यो देखाउनलाई माथि आइसक्यो होइन, त्यो कुरा देखाउनलाई मै ए अब यही बसेर ट्याक्क देखाउँछु न। त्यही कुरा हो माइकको नि माइक हाम्रो ट्याक्क देखाउँछु नि, खोलेरै देखाउँछु होइन। यो माइक हो। अब यसले गर्दा चाहिँ हाम्रो हुन्छ नि छिटै जहाँसम्म साइक्लिङ भ्लग आउँछ सेटअप कम्प्लिट गर्छु आज मैले। अहिले एकछिनमा लाएर पनि देखाइदिन्छु होइन। अनि अझै एउटा ओटिजी आउन छ क्यामेरामा, यो बाइक कनेक्ट गर्नको लागि। त्यसमा फेरि नर्मल माइक्रो युएसबी पर्छ क्या। अनि द्याट्स वाइ अब यो खोलो देखाउँछु है त। अनि ट्याक्क हेरौँ कस्तो छ, उक्खा छ गाइज, उक्खा क्वालिटीमा मैले लाएर पनि देखाइदिन्छु ल है त गाइज। यहाँ छ बाइक चाहिँ यस्तरी आउँछ कि यहाँ बाइक छ। यो खस्यो, यो फेरि आइओएसको लागि, आइफोनको लागि। अनि यता चाहिँ यहाँ नर्मल टाइप सी वाला कनेक्टर छ। क्यार्ने आइफोन त छैन आफूसँग। अनि यी गाइज अरे अनि यी गाइज यहाँ चाहिँ छ बाइक, यसलाई ट्याचक यहाँ लाएर बोलिदिने क्या। ट्याक्क यहाँ कट्टा लाउँछ यार,
कता लाउँछ थाहा छैन मलाई फेरि अनि पो हड्यो यस्तै गरेर लाउँछ होला नि त प्याट अनि यहाँ चाहिँ अरू एउटा चार्जर पाइन्छ खोलेर हेरिसकेको छु त्यहाँ इन्स्ट्रक्सन के हो अनि यो फेरि मेरो फोनको लागि हो र अब यो म कनेक्ट गरेर देखाइदिन्छु होइन कनेक्ट गरेर सुनाइदिइहालौँ न त किन बेर ल होइन गाइस अब यसपछि जुन सुन्नुहुन्छ नि त म बाइकमा बोल्छु कि अहिले जसरी बोलेको नि त्योभन्दा अलिक ठुलो आवाज आउन सक्छ कि अनि गाइजी यो स्टार्ट हुँदा यस्तो बोल्छ उस कलर बोल्छ अनि अहिले चाहिँ जुन सुन्नुभएको छ नि गाइस यो चाहिँ म बाइकदेखि बोलेको कस्तो आवाज आएको छ आई डोन्ट नो मैले पनि एडिटिङ गर्दा थाहा पाउने हो मेरो नाक बुझ्यो जहाँसम्म उस्तै उस्तै आयो होला होइन ए गाइस ट्याक्क बाइकले अब बोलिरहेको छु म होप ठिकै सुन्दैछ होला आवाज होइन अब त्यही हो यस्तो दामी सनसेट हुँदैछ अनि म यहाँ बाइक लिएर बोलिरहेको छु मन गरिरहेको छु छतमा आएर के बोलेको थाहा छैन मलाई नि त्यही पनि बोलिरहेको छु गाइजु यता आमाहरू देख्न सक्नुहुन्छ ऊ त्यो हाम्रो खेत हो होइन त्यही गाइज हजुरहरूले सुनिसक्नुभयो अनि अहिले सुन्दै हुन्छ बाइकको क्वालिटी चाहिँ राम्रो छ दामी छ होइन बवाल छ अब यसपछि गएर अब मैले होइन अब यो हेलमेटमा कनेक्ट गर्छु अनि त्यसपछि यो सेटअप पनि देखाउँछु हजुरहरूलाई अब यो हेलमेटमा सेटअप गरेर होइन यसलाई होइन अब हेलमेट लगाउँछु क्यामेरा सेटअप गर्छु अनि सबै गरेर देखाइदिन्छु होइन गाइस कस्तो तोर्पे देखिदियो मलाई त्यही पनि ल है त चराहरू र चराहरू पलाएर यस्तो चराहरू यताउति देख्दाखेरि क्या रङ्ग लाग्छ कि उनीहरूले एउटा बुढोले मलाई कस्तो हेऱ्यो फाइनली यो पनि सेटअप भइसकेको छ होइन यसलाई चाहिँ मैले अलि र तरिकाले गरेको छु यस्तरी हल्लाउन तलमाथि गर्न मिल्छ मलाई त्यस्तो अलि उस छैन कि होइन अलि जाँगर लाग्छ छैन बुझ्छ नि त होइन कस्तो हुन्छ सन्चो नहुँदाखेरि त्यही भएर जस्तो एनर्जेटिक तरिकाले बनाउन पाएन भिडियो अनि अनि यति भएछ म लाउँछु पनि होइन अब त्यही गाई चारको ब्लग लगाउँदाखेरि जहाँसम्म स्लो राइड या एक्लाहरूसँग राइड गएको ब्लग आउन सक्छ सो स्टे ट्युन फर द्याट होइन च्यानललाई सब्सक्राइब पनि गर्नु हाम्रो त्यो राइडमा फेरि दामी बजाउँछ है गाइज यस्तो बजाउँछ नि हाम्रो त्यो राइडमा साइकल राइडमा मजा क्राहरू लोड्ने कता के हुने भइरहेको छ होइन अब यो लाएर पनि देखाइदिन्छु होइन मैले एकपटक यी गाइज यस्तो देखियो थाहा मलाई खासै राम्रो त देखिन्न मलाई होइन अब यो बाइक फेरि यता कता मैले मिलाउँछु भनेर सोचेको अनि मेरो साइकल पनि देखाइदिउँ न अब यत्रो चिज देखाइदिइसकेँ साइकल सम्बन्धी साइकल पनि देखाइदिइहालौँ न त्यो त्यहाँ यस्तरी बस्यो मेरो साइकल होइन अबको दिनमा फिक्स गाइज होइन फिक्स साइकल भ्लगिङ आउँछ टेन्सन नट ल है त गाइज अब यति देखिसक्नुभयो होला राम्रो देखेन मलाई थाहा छ त्यही पनि गाइज त्यति है अब तल जान्छु झेक्रानी कति लाउनु भयो त्यो हेर्छु अनि ब्लग एड गरिदिन्छु है त सो गाइज अहिले यहाँ झेक्रो लाग्यो अनि यहाँ अङ्कलहरूले लाउनु भएछ अनि बिचरा करेलाको लागि भएन गाइज बिचरा स्याड नराम्रो कुरा करेलाको लागि भएछ अनि अहिले चाहिँ रात पनि परिसकेको छ यहाँ उज्यालै देख्यो होइन तर रात परिसकेको पर लगाइसकेको है गाइज उता हेर्नुहुन्छ भने घाम पनि डुबिसक्यो घाम गइसक्यो घर पछाडि कता गइसक्यो अनि हाम्रो साइकल त्यहाँ छ त्यही गाइस फाइनली त्यहाँ फुलहरू लगाइसकेँ होइन त्यही खुसी लाग्छ अनि गाइस आजको लागि यति नै भिडियो कस्तो लाग्यो भिडियो राम्रो लाइक गर्नु होला मेरो सेटअप पनि कम्प्लिट भएको छ अनि थ्याङ्क यू सो मच वाचिङ गाइस सब्सक्राइब गर्नु नबिर्सनु बाई बाई